हेलो साथीहरु, वेलकम ब्याक टु माई युट्युब च्यानल। तपाईहरुलाई देखाउन गइरहेको छु आज मैले बनाउने आँपको अचार। साथीहरु, मैले चाहिँ खुर्सानीको अचार पनि बनाएर राखेको छु। अब त्यो चाहिँ सबैले बनाउने सिस्टमै त्यस्तै हुन्छ, त्यसैले देखाउन मन लागेन। मैले चाहिँ आँपको अचार यसरी बनाउँछु भनेर हजुरहरुलाई शेयर गर्न मन लाग्यो, त्यसैले देखाउँदै छु। म चाहिँ खुर्सानी गरिसकेको छु। यो जिरा धनियाँ खुर्सानी काँचो तोरीको तेल, मेरो यो बाटो पैसा आयो भने नानीको बाबा म छु नाको पैसा दानै गरियो। तपाईलाई किन दान गरौँला? जो असक्त छन्, जसलाई आवश्यक पर्छ त्यसलाई दान गर्छु। तपाईको सम्पत्ति छ नि, गरिब हुनु पर्यो, आफू हुनु पर्यो, केही गरेर खान नसक्ने अवस्था हुनु पर्यो। गदा गर्ने सारा सम्पत्ति सिकेर कतैबाट आउनुको लागि त्यसलाई गर्ने के होइन, जति आउँछ सब गर्छु। यदि युट्युबले साथ दियो, अगाडि बढ्न सक्यो भने। साथीहरु, मैले यसले अचार मस्त यस्तो गर्दै खादिरहेको थिएँ। यो चुच्चामा हात ठोकेर हेर्नु न, यस्तो भयो कि अब घाउ त देखाउन पाइन, पुरा खुन जान लाग्थ्यो। अनि च्याप्पै च्यापेर अनि बेन्डेज टालेर बल्ल देखाएको। अचार खादिसकेपछि चाहिँ मैले यसरी नुन हालिदिन्छु है साथीहरु। यो चाहिँ मेरो आफ्नो अचार हाल्ने स्टाइल हो। अचार रेडी भइसक्यो मेरो।